यो नेपाली रेस्टुरेन्टको मोमो चाहिँ नम्बर 1 नै रहेछ है कुवेतमा। आज हामी जाँदैछौँ डाम्पा चौतारी फरवानियामा। यसको लोकेसनको कुरा गर्नुपर्दा चाहिँ फरवानिया ब्लक 3 मकातिर मलको फर्स्ट फ्लोरमा। हजुरहरू गुगल म्याप्स हेरेर पनि आउन सक्नुहुन्छ। यहाँको एम्बियन्सको कुरा गर्नुपर्दा चाहिँ एम्बियन्स चाहिँ राम्रो लाग्यो मलाई। पर्सनल क्याबिन टाइप्स पनि रहेछ र डेकोरेसन पनि राम्रो थियो। फर्स्टमा अर्डर गरेँ मैले स्पेशल बब छैला। यसको प्राइस रहेको छ 1 केडी 950। अब चाखी हेरौँ। चाखी हेर्दा चाहिँ स्वाद आइरहेछ। दामी। सेकेन्डमा अर्डर गरेँ मैले चिकन ललिपप। यसको प्राइस रहेको छ 1 केडी 600 फिल्स। चाखी हेर्दा स्वाद आइरहेछ। दामी। त्यसपछि अर्डर गरेँ चिकन थुक्पा। यसको चाहिँ प्राइस रहेको छ 1 केडी 400 फिल्स। यो चाखी हेर्दा स्वाद आइरहेछ। दामी। त्यसपछि अर्डर गर्यो चिकन सेजवान नुडल्स। यसको प्राइस रहेको छ 1 केडी 750 फिल्स। चाखी हेर्दा स्वाद आइरहेछ। दामी। त्यसपछि अर्डर गर्यो बफ स्टिम मोमो। यसको प्राइस चाहिँ 1 केडी 100 फिल्स। मोमो एकदम फ्रेस थियो है। मलाई चाहिँ एकदम दामी लाग्यो। मैले कुवेतमा जति पनि मोमो खाएँ है त्यो मध्ये चाहिँ सबैभन्दा दामी चाहिँ यहीँको मोमो थियो। मिठो मोमो र अरू नेपाली परिकार खानको लागि चाहिँ तपाईँहरू पनि जान सक्नुहुन्छ है त। धन्यवाद।